नमस्कार साथीहरू, आज म बागमती प्रदेशको प्रश्न नम्बर 2 लिएर उपस्थित भएको छु। ढिला नगरी सुरु गरौँ है त। एन्सर टु क्वेसन नम्बर 2। ओके, यो चाहिँ 2082 एसईमा सोधेको प्रश्न हो, जुन थोरै फरक छ, फरक भए पनि सजिलो छ। ओके, प्रश्न के छ हेरौँ है त। The difference between annual amounts of a sum of money in 1 year and 2 years at the rate of 10% annual compound interest is rupees 47,250 भनेर दिएको छ। फर्स्ट अफ अल अब हामी गिवन कन्डिसन लेखौँ। अब हामीलाई के दियो त? The difference between annual compound amount of sum of money in 1 year and 1 इयरमा हुने कम्पाउन्ड अमाउन्ट र 2 इयरमा हुने कम्पाउन्ड अमाउन्टको डिफरेन्स दिएको छ। हामीले के बुझ्न जरुरी छ भन्दाखेरि 2 इयरमा हुने कम्पाउन्ड इन्ट्रेस्ट चाहिँ 1 इयरको भन्दा बढी हुन्छ भन्ने बुझ्नुपर्छ। सो 2 इयरको कम्पाउन्ड अमाउन्टलाई मैले CA2 भने CA2 बाट CA1 घटाउँदाखेरि कति छ त? रुपीस 47,250। हजुरहरूले यो कन्डिसन बुझ्ने बित्तिकै सल्युसनको लागि सजिलो हुन्छ। एट द रेट अफ 10%, रेट कति छ त हामीसँग? 10% पर एनम, 10% प्रति वर्ष छ। त्यसै गरी हामीलाई अब यसमा प्रिन्सिपल दिएको छैन। अब ए नम्बरमा जाने हुने फाइन्ड द सम भनेको छ। फर्स्ट अफ अल मैले के गरेँ त? लेट यो प्रिन्सिपललाई चाहिँ हामीले रुपीज यक्स चाहिँ सपोज गर्न सक्छौँ। यसलाई लेट गर्यौँ। अब हामी एमा जाने हो भने गो टु क्वेसन नम्बर ए। फाइन्ड द सम भन्यो, जुन हामीले प्रिन्सिपल चाहिँ फाइन्ड आउट गर्नुपर्ने हुन्छ, सामा कति छ भनेर। अब त्यसको लागि हामीले यो कन्डिसन एप्लाई गर्ने हो। एक पटक CA1 फाइन्ड आउट गरौँ, एक पटक CA2। यो चाहिँ एनुअल कम्पाउन्ड वार्षिक चक्रीय ब्याज अनुसार चाहिँ हामीले चक्रीय मिश्रधन 1 वर्षको लागि झिकौँ र 2 वर्षको लागि झिकौँ। ओके, फर T इक्वल टु 1 इयर भने 1 वर्षको लागि CA1 को फर्मुला के हुन्छ त साथीहरू? P1 प्लस R/100 को पावर T इक्वल टु P को रिप्लेसमा हामीले यक्स सपोज गरेका छौँ। त्यो सपोज नगर्दा पनि हुन्छ अथवा गर्दा पनि हुन्छ, त्यो केही फरक परेन। 1 प्लस, अब रेटको भ्यालु रिप्लेस गर्नुहोस्, 10/100। अब टाइम 1 इयरको लागि 1 नै हुने भयो। एक्स, अब यो कति भयो त? 1 प्लस 0.1, त्यो डिभाइड गर्नुहोस्, पावर 1। अब यक्स इन्टु 1.1, पावर 1मा हामीले पावर 1 लेख्नु र नलेख्नु एउटै हो। अब यसको भ्यालु चाहिँ कति आयो त? 1.1 एक्स आयो। अब सिमिलरली मैले के पनि झिकेँ त? CA2। अब यो चाहिँ फर T इक्वल टु 2 इयर्स, समय 2 वर्ष हुँदाखेरि त्यसको कम्पाउन्ड अमाउन्ट अथवा मिश्रधन झिकौँ। अब फर्मुला त सेम नै युज हुन्छ। P1 प्लस R/100 को पावर T, त्यही टाइम मात्र फरक हो, अरू सबै सेम हुन्छ। एक्स 1 प्लस 10/100 को स्क्वायर भयो। एक्स 1 प्लस 0.1 अनि होल स्क्वायर छँदैछ, त्यसलाई एड गर्नुहोस्। यक्स 1.1 को स्क्वायर। अब 1.1 को स्क्वायर कति हुन्छ त? 1.21। यो भनेको कति आयो त हामीसँग? 1.21 एक्स। एकर्डिङ टु क्वेसन हामीलाई के दिएको छ हेर्नुहोस् त? CA2 माइनस CA1 को भ्यालु दिएको छ। CA2 माइनस CA1 इक्वल टु 47,250। रिप्लेस गर्नुहोस्। 1.21 यक्स माइनस 1.1 यक्स इक्वल टु 47,250। यो लाइक टर्म हो। 1.21 बाट 1.1 घटाउनुहोस्, यसको भ्यालु चाहिँ कति आयो त? 0.11 एक्स इक्वल टु 47,250। और यक्स इक्वल टु कति आयो त हामीसँग? 47,250 डिभाइडेड बाई 0.11 इक्वल टु, यो भनेको कति आयो त? यसलाई डिभाइड गर्नुहोस् है त। यो रुपिजमा लेख्छौँ हामी। यो चाहिँ 4,29,545.45 आयो। हजुरले क्यालकुलेटर युज गर्न सक्नुहुनेछ। ओके, यो नै हाम्रो लागि के हो त? रिक्वायर्ड प्रिन्सिपल हो। सो देयरफोर रिक्वायर्ड सम इज रुपीज 4,29,545.45। ओके, अब हामी क्वेसन नम्बर बीमा जाम है त।
ओके, फर्स्ट अफ अल यहाँ कुल भएर क्वेसन पढ्नु होला। यो सजिलो छ, तैपनि धेरैजनाले बिगार्न सक्नुहुन्छ। हामीले क्वेसनलाई चाहिँ दोहोऱ्याएर पढ्नुपर्ने हुन्छ नबुझ्दाको अवस्थामा। के छ त, बाई हाउ मच द क्वार्टरली कम्पाउन्ड इन्ट्रेस्ट इज मोर देन द सेमी एनुअल कम्पाउन्ड इन्ट्रेस्ट अफ द सेम सम इन 1 इयर भनौँ। अब हामीलाई थाहा भइसक्यो, प्रिन्सिपल हामीले निकालिसक्यौँ, जुन कति छ त 4,29,545.45। अब हाम्रो लागि रेट भनेको प्रिभियस केसमा युज गरेको 10% पर एनम रहेको छ। अब हामीले चाहिँ के गर्नुपर्ने अवस्था छ त, यही प्रिन्सिपल राखेर यही रेट राखेर र टाइम चाहिँ 1 इयर लिएर, हामीलाई टाइम चाहिँ के भनेको छ त, इन 1 इयर भनेको छ, टाइमको भ्यालु चाहिँ कति छ 1 इयर। यो केसमा चाहिँ हजुरहरूले एकचोटि त्रैमासिक चक्री ब्याज क्वार्टर इयरली कम्पाउन्ड इन्ट्रेस्ट झिक्नुपर्ने हुन्छ। एकचोटि हजुरले के झिक्नुहुन्छ त, क्वार्टर इयरली कम्पाउन्ड इन्ट्रेस्ट, अथवा हजुरले यसलाई त्रैमासिक चक्रीय ब्याज भन्न सक्नुहुन्छ। त्रैमासिक चक्रीय ब्याजको लागि फर्मुला युज गर्नु P1 + R भाइ, अब हामी 400ले डिभाइड गर्छौँ, पावरमा पनि कति हुन्छ त 40 - 1। ओके, यसको भ्यालु रिप्लेस गर्दै जानुहोस्। P भनेको कति छ त 4,29,545.45। अब 1 + R को भ्यालु रिप्लेस गर्नुहोस् 10/400। अब पावर 40 भनेको 4 × 1 - 1। अब हजुरहरू कतिलाई चाहिँ लाग्न सक्छ यो प्रिन्सिपल अथवा साउको भ्यालु चाहिँ एक्ज्याक्ट पर्फेक्ट आउनुपर्ने अथवा पूर्णाङ्कमा, त्यो होइन है, कहिलेकाहीँ हामी दशमलवमा पनि आउन सक्छ। त्यही भएर आफू कन्फर्म हुनु पर्यो, आफ्नो प्रोसेस चाहिँ चेक गर्नु पर्यो। ओके, अब यता कन्टिन्यू गरौँ। 429,545.45। अब हजुरले स्मल ब्राकेटमा काम गर्नु होला। 10/400 भनेको हामीसँग कति हुन्छ त क्वार्टर इयरली कम्पाउन्ड इन्ट्रेस्टको लागि। अब यो चाहिँ 0.025, पावर कति भयो त 4 - 1। ओके, 429,545.45। अब हजुरले फेरि यसलाई एड गर्नुहोस्, यो 1.025 को पावर कति भयो त 4 - 1। ओके, अब क्यालकुलेटरमा यसको पावर 4 क्यालकुलेट गर्नुहोस् त। पैसाको केसमा चाहिँ हामी थोरै डेसिमल भन्दा पछाडि एउटा डिजिट पनि छोड्दैनौँ, किनकि पैसाको कारोबारमा 1 पैसाको पनि हिसाब हुन्छ है। त्यही भएर हजुरले डेसिमल भन्दा पछाडि 10 वटा आओस् 20 वटा आओस् त्यो लेख्नुपर्ने कम्पलसरी हुन्छ। 10, यसको पावर 4 गर्नुहोस्, 103891289065 -1। अब 1बाट घटाउँदा त त्यही हुने हो 0 पोइन्ट। अब जे छ त्यही लेखिदिनुहोस्, 29,545.45 इन्टु 0.1038128.9, यो 0 है, 0625। अब यसलाई क्यालकुलेट गर्दा हामीले कति पायौँ त रुपिज 44592.35, यो भनेको 44,592 आयो। सिमिलरली अब म के गर्दैछु भन्दाखेरि हामीले क्वार्टर इयरली कम्पाउन्ड इन्ट्रेस्ट र सेमी एनुअल पनि झिक्नुपर्ने हुन्छ। मैले चाहिँ स्पेस नभएको कारणले गर्दा सेमी एनुअलको पनि यतै झिक्दैछु है त। हजुरहरूले हेर्नुहोस्, यो चाहिँ अर्धवार्षिक चक्रीय ब्याज। अब हजुरहरूलाई प्रोसेस सेम थाहा नै छ। अब अर्धवार्षिक चक्रीय ब्याजमा हामीले के गर्छौँ त भन्दाखेरि फर्मुलामा थोरै चेन्जेस ल्याउँछौँ, अरू त हाम्रो खासै चेन्ज हुँदैन है त। ओके, ल हेर्नुहोस्, अब एससिआईको फर्मुला के हुन्छ, P1 + R/200 को पावर कति त 2t - 1। ओके, अब यसको भ्यालु रिप्लेस गर्दै जानुहोस्, अघिकै प्रोसेस हो। R/200 र 2t मात्र फरक त हो नि। 429,545.45। 1 + रेट भनेको हामीसँग कति छ त 10 नै छ, 10/200। अब 2t भनेपछि 2 × 1 - 1। ओके, यो सेम कपी गर्नुहोस्, 429,545.45। 1 + अब 10/200 भनेको चाहिँ 0.05 हुन्छ, त्यसको पावर 2 - 1। फेरि त्यसलाई एड गरिदिनुहोस्, 429,545.45, यो भनेको कति भयो त 1.05 को होल स्क्वायर - 1। सिमिलरली 429,545.45, अब 1.05 को स्क्वायर कति हुन्छ लेखिदिनुहोस्, त्यो भनेको चाहिँ 1.1025 - 1।
फेरि हाम्रो काम भनेको सबट्र्याक्ट गरिदिने हो 429 545.45 इन्टु अब यो 1 घटाउँदाखेरि 0.1025 अब यो पनि इन्ट्रेस्ट रुपिजमै हुन्छ यो कति आयो त यो हाम्रो आएको छ 44028.40 यो चाहिँ 44,028 आयो अब हामीलाई क्वेसनले के भनेको छ भन्दाखेरि बाई हाउ मच क्वार्टरली कम्पाउन्ड इन्ट्रेस्ट यो क्युसिआई चाहिँ यो सेमी एनुअल कम्पाउन्ड इन्ट्रेस्ट भन्दा कतिले बढी छ क्याल्कुलेट गर्नुस् अथवा फाइन्ड इट पत्ता लगाउनुस् भनेको छ अब हामीले डिफरेन्स इन इन्ट्रेस्ट डिफरेन्स नाउ लेख्नुस् डिफरेन्स इन इन्ट्रेस्ट डिफरेन्स इन इन्ट्रेस्ट भनेको अब हामीले अभियसली हामीलाई के थाहा छ भन्दा अब क्युसिआई नै बढी छ हामीले क्याल्कुलेट गरिसक्यौँ क्युसिआई माइनस एससिआई क्वार्टर इयरली कम्पाउन्ड इन्ट्रेस्टबाट सेमी एनुअल सबट्र्याक्ट गर्नुस् अब यो कति छ त क्वार्टर इयरली 44,592.35 माइनस 44,028.40 अब यो क्याल्कुलेटर युज गर्नुस् कति आयो त यसको डिफरेन्स भनेको 563.94 यति फरक पर्दो रहेछ अब कन्क्लुजन लेख्नु देयरफोर QCI is rupees 563.94 more than the सेमी एनुअल कम्पाउन्ड इन्ट्रेस्ट भनेर कन्क्लुजन लेख्न सक्नुहुनेछ ओके आजको लागि यति नै हजुरहरूलाई भिडियो कस्तो लाग्यो कमेन्टमा भन्नुहोला साथै लाइक शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ओके थ्यांक यू